थ्योरी अफ इमोसनमा चाहिँ फर्स्ट थ्योरी भनेको जेम्स ल्याङ थ्योरी हो, जसमा चाहिँ साइकोलोजिस्ट अमेरिकन विलियम जेम्स र स्पेनिस साइकोलोजिस्ट कार्ल ल्याङले चाहिँ यो डेभलप गरेको, जसमा चाहिँ वी फिल सरी बिकज वी क्राई यहाँनिर कुरा के भयो भन्दाखेरि रोएको कारणले चित्त दुख्यो भने जेम्सले नै यो कमन सेन्सको बाहिर छ भनेर भन्छ कि। फेरि यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै इभेन्टमा चाहिँ सर्प देख्यो एउटा मान्छेले, त्यो मान्छेको चाहिँ हार्ट रेट बढ्यो र उसलाई पसिना आयो, अनि पसिना आएर उसले जुन रियाक्सन देखाइसकेपछि चाहिँ ब्रेनले चाहिँ इन्टरप्रेट गरेर चाहिँ बल्ल उसलाई चाहिँ फियर हुन्छ भनेर चाहिँ भन्छ कि यो थ्योरी अनुसार चाहिँ। क्यानन ब्राडको थ्योरी रहेको छ, जुन चाहिँ वाल्टर क्यानन र फिलिप ब्राडले चाहिँ इन्भेन्ट गरेको हुन्छ, जसलाई चाहिँ यो उनीहरूको टाइममा एकदम यो जेम्सको चाहिँ थ्योरी एकदम प्रोमिनेन्ट हुन्छ। त्यसलाई पनि डिफेन्ड गर्नको लागि चाहिँ उनीहरूले चाहिँ क्याटमा एक्सपेरिमेन्ट गरेको हुन्छ कि, जसमा चाहिँ उनीहरूको मेन भनेको चाहिँ इभेन्ट भइसकेपछि एराउजल र इमोसन चाहिँ सँगै हुन्छ, त्यो छुट्टै छुट्टै हुँदैन भन्ने कुरा चाहिँ यसले राखेको हुन्छ। जसमा चाहिँ अब जेम्सको थ्योरीले चाहिँ हार्टबिट बढ्नाले उसलाई इमोसन हुन्छ भन्ने कुरालाई चाहिँ यसले डिफेन्ड गर्दै चाहिँ हार्टबिट त जेमा पनि बढ्न सक्छ नि, अब फियर भएको नै भनेर कसरी इमोसन थाहा पाउँछ त नि भन्ने कुरा चाहिँ यसले डिफेन्ड गरेको हुन्छ। कुनै पनि मान्छेले चाहिँ ल सर्प देख्यो भने चाहिँ उसको ब्रेनमा कर्टेक्स एमाइग्डाला थालामसमा चाहिँ यो सेन्सरी स्टिमुलस रिसिभ गरिसकेपछि फियर, उसको फिजियोलोजिकल एराउजलहरू सबै लिएर आउँछ भन्ने चाहिँ यसको चाहिँ मेन हो। भनेपछि अर्को रहेको छ स्याक्टर एन्ड सिङ्गर थ्योरी भनेर, टु फ्याक्टर थ्योरी पनि भनिन्छ, फ्याक्टर भनेर चाहिँ यसलाई सम्झिन सकिन्छ है। यो चाहिँ अब 1960s चाहिँ डेभलप भएको भनेपछि यसको जुन जेम्सको छ अराउजल त्यसलाई पनि सपोर्ट चाहिँ गर्छ। र यहाँनिर दुईवटा चाहिँ मेन कुराहरू हुन्छ कि अराउजल, फिजिकल अराउजल जस्तै चाहिँ हार्टबिट बढ्ने, स्वेटिङहरू हुने कुराहरूलाई चाहिँ यसले राखेको छ भने चाहिँ अब कग्निटिभ लेभल भनेर पनि राखेको छ। त्यसमा चाहिँ अब ब्रेनले चाहिँ कग्निसन गर्ने कि यो फियर कतिको हुनुपर्छ, म्याच्योर म यसमा पहिले एक्सपोजर भएको छु कि छैन, कतिको डराउनुपर्छ भन्ने के फ्याक्टर हो भन्ने चाहिँ यसले गर्छ भने जस्तै सर्प देख्यो भने चाहिँ उसलाई चाहिँ हार्टबिट बढ्ने भयो, ल मानव पसिना आउने भयो, त्यसपछि चाहिँ ब्रेनले चाहिँ इन्टरप्रेट गर्छ कि इन्भाइरोमेन्ट क्युजहरू चाहिँ खोज्छ कि यो डराउनै पर्ने हो भनेर भनिसकेपछि चाहिँ उसलाई चाहिँ अब इमोसनल लेभल गर्छ कि उसले चाहिँ। अब जस्तै चाहिँ बच्चा चाहिँ लड्यो भने चाहिँ आमालाई हेर्छ, आमाले चाहिँ भनेर भनिदियो भने चाहिँ ऊ रुन्छ नि त, उसले त्यो एउटा अब्जर्भेसन गरेको कि आफ्नो कतिको रुनुपर्छ भन्ने कुरा। अब यति